कस्तो हुन्छ त्यो भगवानको पाटन दरबार स्क्वायर 360 भ्यू यही हो। बिल्ला भइसक्यो ठाउँमै बिर्से कस्तो उस्तै छ ठाउँ त्यो गल्लीदेखि ललितपुर महानगरपालिकाको काम कति दाम बोल्दैन रहेछ यतातिरको बच्चाहरू के साह्रो ठुलो भएको आमा बोलेन यार। घरहरू चाहिँ यस्तो टाइपको छ। घरहरू चाहिँ कस्तो छ भने पुरै यस्तो कप्चार माथि कहाँ हो बाटो साटो कहाँ हो थाहै छैन यार। सिमसिमे पानी परिरहेको छ। छाताले गर्दा पछाडिको भ्यूहरू केही देखेको छैन है। त्यस्तो छ के गर्नु सिमसिमे पानी परिरहेको छ। बिल्डिङहरू यस्तो हाई छ यार। अगाडि चाहिँ मेरो दिदी हुनुहुन्छ टक्क मलाई कुरेर बस्नु हुँदैछ। खै कहाँ जानु आँटेको कुन्नी तपाईँ यता जाने कुन ठाउँ अरे यो पुलचोक ललितपुर फेरि घरमै आइपुग्छन् नि फेरि बिहारहरू फ्यान भनिन्छ 5जना पनि छ कि छैन सक्छ। बाटोमा मन्दिर दर्शन गर्न पाइन्छ काठमाडौँमा चाहिँ पुरै नेवारीहरूको मन्दिरहरू। यो गल्ली रहेछ एउटा यहाँनिर यस्तो दामी गल्ली रहेछ कि यो पुरै इँटाले कस्तो दामी बनाएको क्या। पछि अब चप्पलमै जाँदैछ। पुरै इँटाले कति मिलाएर बनाएको हुन्छ कि दिदीले चाहिँ अब मासु किन्न जाने भन्दै हुनुहुन्छ। कहाँ छ तपाईँको फाइनल्ली यो रथको पाङ्रा हो क्या। अस्ति नै यहाँ रथ थियो नि त अहिले उता लगनखोरमा पुऱ्याएको छ यहाँको रथ। यता बस्छ यता राम्रो सिनाउनु कस्तो हुन्छ त्यो भगवानको हामी कहाँ जाने अब कस्तो राम्रो चिन्देको हो। कहाँ जाने भन्नु त फाइनली हामी चाहिँ आज मासु किन्न जाँदैछौँ अब यतापट्टि कहाँनिर छ ग्रिन कलर भइरहेछ छिटो ग्रिन कलर भइरहेछ। हामी ग्रिन कलर भइरहेको छ अरे यता के हो यो ललितपुर महानगर। यो चाहिँ काठमाडौँ होइन यो चाहिँ ललितपुर है। मैले अघि चाहिँ काठमाडौँ भनेको थिएँ। यस्तो दामी भइरहेछ कुल भइरहेछ यार कसम भनेको। यस्तो जाडो सिमसिमे पानीमा यही हो। ल हाम्रो दिदीको चाहिँ अब यहाँनिर टक्क मासु किन्ने पसल गीता मिट सप रहेछ है। भाइलाई यसो अब अलिकति मासु सासु यसो पाउन भएर आएको छु। त्यस्तो छ यहाँको चाहिँ पुरै खुल्लम खुल्ला छ फुटपाथहरू है। कसैले केही राखेको पनि छैन। बाटो यस्तो दामी देखिरहेको छ कि है आमामा। यो लेन भनेको चाहिँ पुरै साइकलको लेन रहेछ। पुरै बोट बिरुवाहरू रोपेर बिचमा रङ रोगन गरेर यसलाई यो संरक्षण गरेर यस्तो बारले है यस्तो पक्की बनाएको छ। अनि यस्तो दामी यो फुलहरू यस्तो दामी फुल्छ। अलि यहाँनिर चाहिँ थोरै मात्रै रहेछ। यो महालक्ष्मी थानहरू काठमाडौँको महालक्ष्मी थानहरूमा चाहिँ त्यहाँ चाहिँ यस्तो दामी देखेको थिएँ मैले लङ टाइम यार। साझा यातायात भनेको यही हो। यो चाहिँ एयरपोर्टदेखि 8 बजेदेखि चाहिँ एकदमै फ्री हुन्छ। यो 11 बजेसम्म साझा यातायात भन्छ। यो पुरै इभीबाट चल्ने हो। साइकलको लेनमा साइकलहरू हिँडिरहेको छ। सबै बिजी छन् एकदम बिजी सबै बिजी। म मात्रै हो र यहाँको फुर्सदिलो मान्छे। कोही के गरिरहेछ कोही के गरिरहेछ है। बिहानदेखि उठेर पठाउहरू राइडरहरू होला सायद यिनीहरू पुरै पठाउ राइडर इन्ट्रास राइडरहरू गरिरहेछ। म जाँदैछु अब दिदीको मासु किन्ने पसलमा। अब फेरि जाम लागिसक्यो भर्खर जाम लागिसक्यो है यहाँनिर। आहा यो फुल हेर्नु न कति राम्रोसँग मिलाएर राखेको रहेछ यार। यो फेरि सबै जाम एकैछिनमा खुलेर जामै जाम यार। तर यो पानी परेर पनि हुनसक्छ। यो बिहानको अब ड्युटी सुरु हुन आँटेको छ। 9 बजेदेखि ड्युटी हो है। अहिले त 9 बजेदेखि ड्युटी भएको कारणले गर्दाखेरि यो सबै एकदमै जाम लागेको छ यहाँ चाहिँ अहिले। ल
म फेरि कृष्ण मन्दिर गएको भिडियो बनाउँदैछु। यहाँ दिदीले चाहिँ पुरै सप गर्दै हुनुहुन्छ, सपिङ गर्दै हुनुहुन्छ है। ट्राफिकको पालना गर्नुपर्ने हुन्छ यहाँ चाहिँ। अब यसरी यतिकै काट्नु मिल्दैन, गाडीहरू आउँदैछ। अहिले 60, 58, 57, 56 हुँदैछ कि जाँदा हुन्छ। गइदिउँ न। आमा यस्तो सफा देखिरहेको छ यो बिहान बिहान पानी परेर है। यो लेनहरू पनि कस्तो दामी बनाइरहेको छ, तर फेरि कलर गर्नुपर्ने भएको रहेछ। 25 हुँदैछ बल्ल हाम्रो चाहिँ है। उता चाहिँ मान्छेहरू पुरै नियम पालना गर्छन् है। ल 1 सेकेन्ड भयो, अब जाउँ। हरियो बल्यो, चलो। तिनीहरूले पनि गाडी झ्यापै रोक्छ हेर्नु अब कि रोक्दैन। यता पनि नियम पालना गरेर झ्यापै गाडी रोक्यो। यहाँ चाहिँ एउटा बस्ने सिट रहेछ, जस टाइम कुर्नको लागि होला। यस्तो गमलाहरू यहाँ। फुटपाथ चाहिँ ठुलो छ है यो चाहिँ। ल धन्यवाद दिदी। ल अब फाइनल्ली म चाहिँ अब ल म चाहिँ आज पाटन दरबार एक्लै घुम्नेछु। एक्लै चप्पलमा है। फेरि चप्पल लाएर कि बाल मतलब छैन मलाई होइन। यहाँ मान्छेहरू कुरिराख्नु भएको छ यसरी, कहाँ जानको लागि कुर्नु भएको होला। यहाँ चाहिँ बिहान बिहान यति धेरै मान्छेहरू हुन्छन् कि एकदम बिजी हुन्छन् क्या। सबै आफ्नो काममा एकदमै बिजी हुन्छन् है। कोही के काममा, कोही केमा। त्यही भएर म पनि आज एकदमै बिजी छु, खाली खुट्टा हिँडेर। आहा, यो चाहिँ के रहेछ? यो मन्दिर जस्तो छ यता। यो बस्ने जोस ठाउँ होला, कुनै मन्दिर होला यो। कस्तो दामी रहेछ यार। मलाई यसको बारेमा चाहिँ खासै के थाहा भएन कि, तर पनि भिडियोहरूतिर चाहिँ देखिरहेको हुन्थेँ। यस्तो दामी चाहिँ उयो लभिन मल छ। उयो ठुलो लभिन मल सपिङ सेन्टर हो यो। यताबाट चाहिँ कहाँ जान्छ थाहा छैन मलाई। यहाँनिर यहाँ बसिराख्नु भएको छ है, कुकुरसहित। यस अब म चाहिँ यतापट्टि पारिपट्टि जानुपर्ने हुन्छ। म चाहिँ यहाँ टाइम कुरिरहेको छु है। भर्खर 10 भइसक्यो, 10 भइसकेको छ। दामी ठाउँ छ। सबैजना कुरिराख्नु भएको छ। अब म लागि जेब्रा क्रसिङ गरेर पारिपट्टि त्यो जाममा पुरै बसिराख्नु भएको छ। फलो गरेर पुरै यता पनि यस्तो छ है। यस्तो पिसफुल छ नि यो ठाउँ। आम्मा यस्तो पिसफुल लाग्छ क्या मलाई चाहिँ। पहिला पनि आएको थिएँ। जस पानी परेर पनि यो चाहिँ दामी लागिरहेको छ क्या आज मलाई। हिजो बेलुका आउँदा चाहिँ अँध्यारो कस्तो थियो। यस्तो दामी ठाउँ छ यो। बगैँचाहरू, गार्डनमा पानीको पोराहरू कस्तो दामी बनाएको रहेछ। यो चाहिँ के को स्तम्भ हो यो पनि, यो थाहा भएन। तर यस्तो छ भ्यू चाहिँ। लभिन मल भनेको यही हो। अनि यहाँ चाहिँ गार्डन रहेछ, सानो गार्डन रहेछ है। कृपया दुबो नटेकिदिनु होला। यहाँ दुबोभित्र चाहिँ जानु नमिल्ने खालको रहेछ। धुम्रपान निषेध क्षेत्र रहेछ। यतातिर चाहिँ चुरोट खाएर हिँड्नु भएन। अनि उयो त मैले छुटाएछु यार। त्यो एउटा सानो गुम्बा जस्तो छ है। यो चाहिँ स्तुपा गुम्बा हो यो। पहिला पनि मैले यहाँनिर कस्तो अर्कै लाग्थ्यो क्या, तर अहिले चाहिँ दामी बनाएको रहेछ है यो। दामी छ है। म चाहिँ अब यता जान्छु है, यो ललितपुर महानगरपालिका। अब म चाहिँ यो गार्डनबाट निस्किसकेको छु। यो गार्डनबाट निस्किँदै गर्दा चाहिँ मैले एउटा के फोहोर सोहोर है बिहानै सफा गरेको होला सायद। सिटी पनि अनि कहाँ महानगरपालिका भइसकेको छ। अनि त्यतिको सफा त हुनु नै पर्यो। यतापट्टि चाहिँ यो होटल जस्तो लाग्यो मलाई। के हो यो? नगरपालिका नै हो क्या? पार्किङहरू गरिराखेको रहेछ यो साइक्लिङ लेनमा। यसरी कति ठुलो फुटपाथ छ है यहाँ चाहिँ मान्छे हिँड्नको लागि। कस्तो दामी बनाएको रहेछ। पार्किङ पनि रहेछ। जस पार्किङ गर्न मिल्ने जस ठाउँ चाहिँ ठुलै छ है। जस यहाँनिर चाहिँ आमा यो बाटोमा पनि मन्दिर छ क्या।
फुटपाथमा पनि मन्दिर छ क्या। यो चाहिँ पुरानो शैलीको अब घरहरू हो। यिनीहरू चाहिँ नेवारहरूको खासमा। म चाहिँ अब यहाँबाट थोरै मात्रै छ अब पाटन दरबार स्क्वायर आइपुग्नको लागि। अब यहाँ मेन बाटो जाँदैछु। बाटो चाहिँ अलिकति सानो सानो हुँदै गइरहेको छ। यहाँ फुटपाथ पनि सानो हुँदै गइरहेको छ। बाटो त त्यत्रै हो, फुटपाथ चाहिँ सानो हुँदै गइरहेको छ। कस्तो दामी डिजाइनमा बनाएको चाहिँ घर रहेछ है। छिनमा मन्दिर आइपुग्छ है यहाँनिर चाहिँ। छिनमा मन्दिर। फाइनल्ली म चाहिँ अब यो कृष्ण मन्दिरको नजिक आइसकेको छु। यहाँ चाहिँ यस्तो जाम रहेछ है, एकदम जाम रहेछ यहाँ चाहिँ। बिहानै 9 पनि 9 बजीकन यति धेरै जाम छ कि यहाँ। ट्राफिक प्रहरीले नै यताउति यो सहयोग गर्नु भएको छ। कति धेरै जाम भयो आमामा। के को लागि रहेछ यो? आर्मी जवानहरू बिहानै। फाइनल्ली म चाहिँ अब पुगिसकेँ। फाइनल्ली कृष्ण मन्दिर आइपुगेँ म चाहिँ। यस्तो चाहिँ पछाडिको नजाराहरू चाहिँ 5 वर्षपछि आइपुगेँ म यहाँनिर। 5 वर्ष अगाडि कस्तो दामी देखिरहेको थियो। यो पनि पुरानो रहेछ यो चाहिँ है। यता चाहिँ नयाँ, यो चाहिँ बन्दै थियो। म पहिला एउटा फोटो खिचेको थिएँ मैले यहाँ दाइसँग आउँदाखेरि 2021मा। अहिले चाहिँ अब 2026 भइसक्यो। प्लेन पनि ठ्याक्कै उडिरहेको क्या, ठ्याक्कै प्लेन उडिरहेको यार। कस्तो टाइमिङमा आएछ म। भिड चाहिँ फेरि उत्तिकै छ। कोही के काममा, कोही के काममा आयो। यस्तो दामी भ्यू पोइन्ट आउँछ यार। कुन चाहिँ हो? म पहिला आउँदाखेरि बनाउँदै थिएँ यो चाहिँ होला। अहिले चाहिँ यो कम्प्लिटहरू त्यति साह्रो कम्प्लिट त भएको छैन रहेछ। अब म चाहिँ गाडीपट्टि जान्छु त। जो निर्माणहरू हुँदैछ कस्तो दामी देखिएको क्या। आमामामा ल हेर्नु त। आमामामा कृष्ण मन्दिर पो त हो। अनि पाटन दरबार स्क्वायर 360 भ्यू यही हो। अझै भित्र जानु बाँकी नै छ। अझै भित्र जानु कस्तो दामी होला। पुरै यो चाहिँ ढुङ्गाबाट बनाएको, एउटा काठ युज भएको छैन यसमा चाहिँ। तर उयो ढोकाहरू चाहिँ यो काठको युज भएको छ। नत्र सबै अरू इँट ढुङ्गैबाट बनेको छ यो चाहिँ। कति ठुलो यहाँ घन्टी पनि रहेछ है। आमामा यहाँनिर पुरै भजन कीर्तनहरू भइरहेको रहेछ बिहान। के को भजन कीर्तन यही हो कृष्ण मन्दिर। यस म बसेकोबाट चाहिँ 1 किलोमिटर रहेछ। तर आउँदा यिनीहरूले 5 वर्षपछि यार सबैले फोटोहरू लिँदै हुनुहुन्छ। नेपाली विदेशीहरू सबै हुनुहुन्छ। धेरै जस्तो नेपालीहरू छ अहिले बिहानको समय होला। यहाँ टुरिस्टहरू देखेँ मैले। टुरिस्टहरूले चाहिँ यहाँ चाहिँ पानी परेर बिसाइरहेछ। बिहान घुम्ने मान्छे कति छन् हौ आमा। यहाँ चाहिँ निर्माण हुँदै रहेछ। अर्को मन्दिर बन्नु आँटेको होला यहाँ सायद। यस्तो छ है यहाँ चाहिँ। यस्तो दामी छ, पिसफुल छ क्या। पुलिसहरूले पनि फोटो सुटहरू गरिराख्नु भएको रहेछ। सेल्फी लिएर पुरै आमामा सेल्फी हेरौँ सेल्फी। कसैले चारो दिँदैछ माथिदेखि परेवालाई। कसैले टिकटक बनाउनको लागि कोही न कोही केही न केही त गरिराखेको छ है यहाँनिर। उड्दैन त यार। पुलिसहरूले पनि फोटो सुटहरू गरिराख्नु भएको रहेछ। सेल्फी लिएर पुरै आमामा सेल्फी हेरौँ सेल्फी। कसैले चारो दिँदैछ माथिदेखि परेवालाई। कसैले टिकटक बनाउनको लागि कोही न कोही केही न केही त गरिराखेको छ है यहाँनिर। उड्दैन त यार। उड्दैन यार। सबै माया गरेर पालेको हुन्छ, चारो दिन्छ भनेर बिहान। दामी छ यार। योभन्दा के देखाउनु अब, योभन्दा के देखाउनु। उडाइदिनु
यहाँ चाहिँ गाइडले जोस् गाइड गरिराख्नु भएको रहेछ टुरिस्टहरूलाई है कति मजाले कस्तो क्लिन देखिरहेको छ यहाँ चाहिँ दरबार स्क्वायर त्यो 5 वर्षको उमेरमा के हुन्छ कि बाउ एकदम नास्तिक भगवानमा विश्वास नगर्ने भगवान छैन हैन को भगवान त्यो नरसिंहदेवको विचार के थियो कि वास्तवमा फेरि पानी पर्न थाल्यो यार यहाँ त्यस्तो ठुलो पानी पर्ने लागेको त होइन कि तर सानो पानी सिमसिमे पानी परिरहेको छ सबै छाता उड्न थालिसके कोही केमा के गर्दैछन् कोही के गर्दैछन् है अब म फर्किनु पर्ने हुन्छ यहाँबाट त्यसपछि यतापट्टि बसिरहेको छु अब फर्किन्छु होला म अब सायद धेरै बस्दिनँ 15-20 मिनट त लाग्ने रहेछ यार हिँड्दा हिँड्दै कहाँ मलाई अब घरको त्यो गल्ली नम्बर नै केही थाहै छैन यार केही थाहै छैन अब कृष्ण मन्दिरले हेरिरहेको छ यार ल अब चाहिँ टोपी सोपी लाएर चोर बनेर हिँड्नुपर्छ है पानी परिरहेको छ नि त त्यही भएर सिमसिमे पानी सानो आइरहेको छ त्यस्तो छ यहाँनिर यहाँबाट चाहिँ मेरो सिधै जानुपर्ने हुन्छ यस रमाइलो भयो घुम्यो एउटा पुलिसलाई फोटो खिच्दै भनेर फोटो पनि खिचेँ यताबाट कहाँ जान्छ कता जान्छ केही थाहा छैन म चाहिँ सिधै जानुपर्ने हुन्छ है यो त अब कहाँ जानु आँटेको के काममा जानु आँटेको बिजी भएर हिँडिरहेको छ फुलहरू चाहिँ दामी लाग्यो क्या मलाई कस्तो यस्तो खाली छ रोड चाहिँ अलिक खाली छ जस फुटपाथ पनि खाली नै छ लभिङ मल आइसक्यो म यो ठुलो लभिङ मल हो यहाँबाट चाहिँ अब मेरो यता जानुपर्ने हुन्छ हेलो बोल्दैन रहेछ यतातिरको बच्चाहरू के साह्रो ठुलो भएको आमा बोलेन यार मलाई चाहिँ अर्कै नयाँ बाटो जानु मन लाग्यो क्या यो लभिङ मलको अगाडिदेखि चट्ट यहाँनिर पुलिसहरूको भ्यानहरू रहेछ पुलिसहरूको गाडी छ है टक्कसँग म चाहिँ पुलदेखि जानु आँटेको यहाँदेखि आकाशी पुल भन्छ टक्क यहाँ बिचमा चाहिँ एउटा रुख रहेछ पिपलको रुख रहेछ यो स्तुपा अघि मैले तपाईँलाई देखाएको थिएँ नि स्तुपा यो भाइहरू चाहिँ झुके जस्तो छ क्या कहाँ जाने भनेर त्यही भएर देखाउँदैछ आकाशी पुलमा छु भन्दैछ यो भाइहरू यो भाइहरू झुकेको स्योर झुकेको आकाशी पुल देखाउँदैछ यहाँ छु म भन्दैछ आमा आकाशी पुलमा पनि यति दामी यार यस्तो दामी सजाएर राखेको रहेछ यार आमा ललितपुर महानगरपालिकाको काम यार कति दामी यार म चाहिँ खाली खुट्टै अब मजाले यसरी समातेर है फुलहरूको भिडियो गर्दै लभिङ मल देखाउँदै माथि चढ्दै माथिबाट भ्यू पनि देखाउँदै कस्तो छ दामी छ होइन लभिङ मल हो यो चाहिँ यता हाम्रो यो यताबाट तलतिर जाने बाटो यताबाट चाहिँ रत्न पार्क जान्छ भन्ने सुनेको थिएँ मैले माथिबाट भ्यू देखाउनु दिँदैन कि क्या हो माथिबाट भ्यू पनि दामी छ तर मोबाइल पस्यो भने फेरि तनाव हुन्छ यार यहाँ चाहिँ अलिकति मर्मत गर्ने बेला भएको रहेछ यो है नत्र फुलहरू सजाउनुको सट्टा यसलाई नै मर्मत गरिदिएको भए चाहिँ अलिकति बेटर चाहिँ हुन्थ्यो होला तर ठिकै छ सिसी क्यामेरा पनि छ सबै सिसी क्यामेरा राखेर जस रातिको समयमा पनि आहा यो नि त यार भ्यू भनेको त कस्तो दामी फुल फुलेको है ट्राफिकले आफ्नो काम गरिरहेको गमलाहरू चट्ट खतरा छ नि फेरि यो त यहाँबाट दामी देखिँदो रहेछ क्या कसम भनेको अलि रातिको टाइममा हुनुपर्छ त्यो पनि दामी देखिन्छ यार यो गुम्बा भइहाल्यो है पुलचोक हो यो चाहिँ पुलचोक भन्छ यो एरियालाई चाहिँ यता ठुलो पिपलको बोट छ
यहाँदेखि चाहिँ रत्न पार्क जान्छ भन्ने सुनेको छु है। पहिला त म पनि हिँडेको बाटो हो, तर अहिले चाहिँ बिर्सेँ। खतरा छ नि त ठाउँ, बवाल छ नि होइन। पछाडिको भ्यू आमा घरतिर लागेको यार, धेरै टाइम पनि भइसक्यो। अनि यहाँ फेरि छोडेर जानै मन नलागेको क्या, यस्तो दामी दामी ठाउँ छ यार। त्यो चाहिँ फेरि ओरिजिनल हो नि, डुप्लिकेट होइन ओरिजिनल हो। कति ठाउँमा त डुप्लिकेट राखिरहेको हुन्छ प्लास्टिकको होइन। त्यो रमाइलो छ यार, अलिकति सफा पनि छ परेर। मन्दिरै मन्दिर, पाइलै पछि मन्दिरै मन्दिर। हाम्रो कोठा रुम, दिदीको रुम जाने हो यहाँबाट चाहिँ। यहाँ सानो एउटा पोखरी रहेछ। अब यहाँबाट अगाडि गएर मैले अघि चाहिँ रथको पाङ्ग्रा देखेर यहाँ पत्ता लगाएको मेरो लोकेसन चाहिँ, नत्र यो रथको पाङ्ग्रा थिएन भने मलाई यो थाहा हुँदैन थियो। अगाडि यस्तो छ भ्यू। ल म यहाँबाट अब सिधै जान्छु। गयो 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 है, यहाँबाट जाने होला यता साइड जस्तो लाग्छ मलाई, जस्तो लाग्छ। यहाँबाट भर्याङ उर्लेको पनि याद छ मलाई होइन। यस्तो पुरै यहाँनिर स्प्रेले यस्तो बनाइरहेको छ। त्यस्तो यही गल्ली हो, पक्कै पनि यही गल्ली हो। यही गल्ली जस्तो लाग्छ। फेरि म त कहाँ आइपुगेँ यार, यस्तो ठाउँ पो आइपुगेँ म त। यस्तो ठाउँ त थिएन होला, कहाँ आइपुगेँ यार म यार। कहाँबाट कहाँ आइपुगेँ म, ठाउँ नै बिर्सेँ यार। बिल्ला भइसक्यो ठाउँ नै बिर्सेँ। उस्तै उस्तै छ ठाउँ। त्यो गल्लीदेखि भित्र छिरेर कहाँ हो मासला। यहाँबाट गएको हामी, यो मन्दिर पनि देखेँ मैले। यता जस्तो पनि लाग्छ मलाई, यता जस्तो पनि लाग्छ। यता गए झुकिहालेँ यता। यस्तो साँघुरो त छ जस्तो लागेको थिएन मलाई। कहाँ हो कहाँ, कहिले काठमाडौँ आए जस्तो भइरहेछ हो, काठमाडौँ आए जस्तो भइरहेछ। यहाँनिर एउटा पाइपको टुटी थियो क्या, यही हो पाइपको टुटी। फाइनली घर आइपुगे, पाइपको टुटी देखेँ होइन। अनि बल्ल यता गए उस्तै छ बाटो, उता गए उस्तै छ यार। थेट मान्छेले पनि पागल भन्नु होला मलाई त, के फोन बोकेर हिँडिरहेको भन्नु होला आज त। तर त्यो उबाट चाहिँ दामी देखेँ त्यहाँ भ्यू मैले, त्यो पुलबाट तल दामी देखिरहेको थिएँ। ल आजको ट्रिप चाहिँ 1 घन्टामा ठ्याक्कै सक्यो पनि, बाटो पनि बिर्सेँ, रमाइलो पनि भयो। 2 किलोमिटर हिँडेँ म, जाँदा 1 किलो आउँदा 1 किलो। ल गुड नाइट।